अनि त्यसपछि त जनताले ठोक्छ नि त हैन। सबैको अपेक्षा थियो दिवाकर रासोपाबाट उम्मेदवार बनोस्। म रासोपाको सभापति हो, रवि लामेछानेको जिम्मा हो नि त त्यो कसलाई टिकट दिने नदिने। म भन्दा उपयुक्त मान्छेहरूलाई टिकट दिनुभयो होला उहाँले। भोलिको दिनमा यदि पत्रकार दिवाकर शाहले चुनाव हार्यो भने के त्यो फेरि पत्रकारितामा फर्किन्छ? त्यो ड्रामाहरूबाट जनता थाकिसकेको छ। अब म दिवाकर शाह उम्मेदवार बन्ने लायक होइन। धनुषा क्षेत्र नम्बर 3 बाट तपाईले जसरी उम्मेदवारी दिनुभयो, यहाँ त एकदम ठुलो ठुलो बाघहरू छन्। उनीहरूबाट कतैबाट धाक धम्की आएको छ कि छैन कि पत्रकार तपाईले पछाडि हट्नुस् भनेर हैन? पछाडि हट्ने दबाब आएको छ उम्मेदवारहरूबाट। बेर जनकपुर दल के नेता की जीतेल के, यही बेर जनकपुर मधेश के बेटा की जीते थे। पहिला चाहिए अहीं के आके की लागल मुद्दा हेल देवे दिवाकर पर आई भ्रम फैला देवे। मुद्दा हेल देवे भाई, हाल्नु नहीं यार। मुद्दो और से डरा जाबे तब दिवाकर किन रहबे। अहिले विभिन्न मिडियाहरूमा ट्रायल भइरहेको छ एक प्रकारको। रासोपाले दिवाकरसँग 2 करोड रुपैयाँ माग्यो। मेयर साहबले भिडियोमा पैसा पनि दिनुभएको छ, आशीर्वाद पनि दिनुभएको छ, जितको शुभकामना पनि दिनुभएको छ। अब बुझ्नुभयो नि, मिलाएर बुझ्नुस्। म त्यसको नाम लिदिन, तर त्यो भिडियो मैले राखेको छैन किनभने फेरि पार्टीले त्यो उहाँलाई कारबाही गर्देला। आजसम्म धनुषा 3 जितेको इतिहास छैन। धनुषा 3 का जनता जितेको इतिहास छैन। अहिले तपाईँ पत्रकारिता पेसा छोडेर राजनीतिमा आउनु भएको त्यसको मुख्य कारण चाहिँ के हो? म राजनीतिकमा आएकै होइन। म यो देशमा पत्रकारिता छाडेर राजनीतिकमा आएको होइन। फरक यति हो, आज पनि म पत्रकार छु किनभने त्यो ब्लडमा छ कि मेरो रगतमा छ। कसरी छ भनेपछि पत्रकार दिवाकर भन्न बित्तिकै कस्तो आउँछ भने गलतलाई गलत र सहीलाई सही भन्ने मान्छेको रूपमा चिनिन्छु म। र यहाँ कस्तो भइसकेको छ भने ठेकेदार नेता बन्छ, तस्कर नेता बन्छ, भ्रष्टाचार गर्नेहरू नेता बन्छ। नेताले गर्नुपर्ने काम नेताले नगरेपछि म नेतृत्व लिन मात्रै आएको, नेता बन्न होइन। म नेताहरूलाई यदि म निर्वाचित भएँ, धनुषा 3 का जनताले यदि धनुषा 3 को जनतालाई कस्तो थियो भने हरेक चोटि को जित्यो त फलानो पार्टीको नेता जित्यो, को जित्यो त त्यो पार्टीको नेत्री जित्यो, मतलब कोही न कोही पार्टीको नेता जित्यो यहाँ धनुषा 3 बाट। आजसम्म धनुषा 3 जितेको इतिहास छैन। धनुषा 3 का जनता जितेको इतिहास छैन। जसरी के हुन्छ भने कुनै पार्टीको नेता जित्यो, विजय जुलुस निकाल्छ, त्योमा हेर्नु होला कार्यकर्ता मात्रै हुन्छ, जिन्दाबाद जिन्दाबाद, खुसी उत्साह अबिर हैन, फुल माला सबै। तर जनताको उपस्थिति कम हुन्छ। त्यही ठाउँमा यदि यो अनुहार जित्यो भने कार्यकर्ता त हुँदै हुँदैन हैन, जनता बाहेक अरू कोही हुँदैन र उत्साह हुन्छ। म भन्न चाहन्छु तपाईको मिडिया मार्फत, मैले पटक पटक भनेको छु, बेर जनकपुर दल के नेता की जितेल के, यही बेर जनकपुर मधेश के बेटा की जिते थे। यो विश्वास मैले लिएको छु। र कतिपयले भन्छ हार्नुहुन्छ कि जित्नुहुन्छ। म त्यो उम्मेदवार हो जसलाई न हार्ने डर चिन्ता छ, न जितको उत्साह छ। किनभने म जो मान्छेले करोडौं करोड खर्च गरेर चुनाव लड्छ त्यसलाई चिन्ता हुन्छ। पैसा केन ऊपर कहते, पैसा उसूल्ने त्यो हुन्छ। 5 वर्षमा 5 करोड खर्च गर्ने मान्छेले सोच्छ 25 करोड कसरी कमाऊ। जो मान्छे 5-5 रुपैयाँ मागेर चुनावमा उठेको छ त्यसलाई त चिन्तै छैन नि। दोस्रो कुरा तपाईलाई भनिदिन्छु, अहिले विभिन्न मिडियाहरूमा ट्रायल भइरहेको छ एक प्रकारको। रासोपाले दिवाकरसँग 2 करोड रुपैयाँ माग्यो। पहिलो कुरा, मसँग पैसा माग्ने आँट कसैले गर्छ जस्तो लाग्छ तपाईलाई? हैन हैन। पहिलो कुरा त मसँग पैसा माग्ने आँट गर्दैन। सबैको अपेक्षा थियो दिवाकर रासोपाबाट उम्मेदवार बनोस्। म रासोपाको सभापति हो, रवि लामेछानेको जिम्मा हो नि त त्यो कसलाई टिकट दिने नदिने। म भन्दा उपयुक्त मान्छेहरूलाई टिकट दिनुभयो होला उहाँले। त्योमा मेरो कुनै आपत्ति छैन। अनि म दिवाकर शाह उम्मेदवार बन्ने लायक होइन। के कुरामा म अन्य जति उम्मेदवारहरू छन् त्योबाट के कुरामा कमी छु? म एउटा कुरामा कमी हुन सक्छु, उनीहरू जस्तो नेता कार्यकर्ता पालिन, ठेकेदार गुण्डा पालिन, पैसा त्यति थिएन। त्यो बाहेक सबै कुरामा तिनीहरूभन्दा माथि छु जस्तो मलाई लाग्छ। मिडियामा कस्तो छ भने मेरो फोटो हालिदिएको छ, अनि कस्तो बनाएको छ भने दिवाकरसँग रासोपाले मागे 2 करोड। जो उम्मेदवार 5 रुपैयाँ मागिरहेछ, अहिले इन्टरभ्यूको बिचमा तपाईसँग पनि माग्छु, अब तपाईको पनि पालो छ। हुन्छ हुन्छ दाइ। किनभने हरेक सञ्चारकर्मी जसले मेरो इन्टरभ्यू लिएको छ त्योसँग म 5 रुपैयाँ लिन्छु, इन्टरभ्यूकै क्रममा लिन्छु। त्यो उम्मेदवारसँग कसैले 2 करोड माग्ने आँट गर्छ? मैले कहाँ भनेको छु कि मसँग
फलानो पार्टीले कुनै पार्टीको नाम लिएर मैले के भनेको छु, कुनै रकमको बारेमा भनेको छु कि मलाई हो, मैले एउटा स्ट्याटस लेखेको थिएँ, सङ्घर्षको कथा, सङ्घर्षको कथा थिएन, रकमको त्यो थियो। र मैले त्यो कुरा म कसलाई भनेको छु, म तपाईँ यदि चोर होइन भने मेरो मानौ यो मोबाइल चोरायो, म मोबाइल खोज्दैछु कि मेरो मोबाइल कहाँ गयो होइन, अनि यत्रो भाइहरू उभिरहेछ, कसैलाई केही भइरहेको छैन, तपाईँ बारम्बार भन्दै हुनुहुन्छ होइन म चोर होइन, म चोर होइन, उनीहरू चुप लागेर बसिरहेछ, यो मोबाइल चोरी भयो होइन, मलाई थाहा छैन कसले चोरायो। अनि यहाँ यत्रो भाइहरू हुँदाहुँदै कोही केही बोलिरहेको छैन इन्टरभ्यूको बिचमा, तर तपाईँ भन्दै हुनुहुन्छ होइन म चोर होइन, म चोर होइन भनेको मतलब के भयो? म केही भन्न चाहेँ, त्यही पनि म तपाईँलाई भनेकै छैन कि तपाईँ चोर हो, बुझ्नु भएन? मैले त कहाँ तपाईँलाई भनेको छु कि तपाईँ चोर हो, तपाईँ आफै हल्ला गर्दै हुनुहुन्छ। तपाईँ एउटा सञ्चारकर्मी या विभिन्न सञ्चारकर्मीहरूले पनि जुन मलाई 5 रुपियाँ दिन्छ नि, पहिलो कुरा त मेरो जित त्यही हो। र जनकपुर जस्तो ठाउँमा गड भनिन्छ नि, गड धेरै कुराको गड हो नि, यहाँ मान्छेले कसरी बुझ्छ, जानकी मन्दिरको रूपमा यहाँ चिनिन्छ, तर तपाईँ हामी सञ्चारकर्मीले बुझ्छौँ नि यहाँ के को गड छ। त्यो गडमा भन्छ कि हाम्रो तराईमा उखान छ, जहाँ बडा बडा ढोल वहाँ डमरुका क्या मोल, त्यो ढोलहरूको बिचमा एउटा युवा डमरु बजाइरहेको छ, बुझ्नु भएन? अनि त्यो ढोलहरूको होस उडिसकेको छ, होस उडिसकेको छ, उनीहरूसँग पैसा छ, जनशक्ति छ, गुन्डा छ, माफिया छ, सबै शक्ति छ उनीहरूसँग, तर एउटा कुरा छैन जो मसँग छ, त्यो हो जनताको विश्वास, आशीर्वाद। र जनतामा पनि के छ भने फल्ना के त एक बेटदेखि लिए चिल्ना के जति उम्मेदवार छ एक-एकचोटि त ब्याच लगाइसकेको छ, सांसद भइसकेको छ, म उनीहरूको बारेमा कुनै टिका टिप्पणी गर्दिनँ। जनकपुरको जनतालाई म सोध्न चाहन्छु, जतिजना यहाँबाट सांसद मन्त्रीहरू भइसकेका छन्, एकचोटि त ब्याच लगाइसकेका छन्, ती व्यक्तिहरूले धनुषाको लागि के गरेका छन् त्यो मूल्याङ्कन गर्नु होला, अनि मात्रै मेरो उम्मेदवारीको बारेमा सोच्नु होला। मलाई एउटा के विश्वास छ भने दिवाकरले के गर्छ के गर्दैन त्यो त अहिले मैले यो मिडियामा बोल्दिएँ भने माफियाहरू लागिहाल्छ मेरो पछाडि। म यो देशको पहिलो उम्मेदवार हो कि सूर्य अस्त भएपछि म कहीँ पनि फिल्डमा हुँदिनँ। किन थाहा छ? मलाई थाहा छ सूर्य अस्त भएपछि यहाँ के हुनसक्छ। अन्ध्यारो म आजसम्म उम्मेदवारी दिएको छु, म कहाँ बस्छु त्यो लोकेसन कसैलाई भन्न चाहदिनँ। किन थाहा छ? सुरक्षाको कारणले गर्दा। यहाँ के हुन्छ भने 4 जना दारू खाएर आउँछ, केही टिका टिप्पणी गरिदिन्छ, म त फेरि बर्दाश्त गर्न सक्दिनँ, म त प्रतिकार गर्छु। अनि के भन्छ भने तुरुन्तै मिडिया आउँछ, ओ दिवाकरले योसँग यस्तो गर्यो भनेर, अनि मलाई अल्झाइदिन्छ कि जनकपुर के सब गोटे के कहला चाहिए हमरा अलझावे दुआरे बहुत किस्म के प्रयास सब भ रहा है। अरे भाई जेकरा हमार काम पसंद नहीं है, जेकरा हमार नाम पसंद नहीं है, वो आदमी हमारा नहीं दियो वोट, वही नेता और के वोट दियो ना। कम से कम हमारा तो अफसोस नहीं रहते ना, जो समाज परिवर्तन के लिए हम प्रयास कर लिए। वोट देना नहीं देना जनता के हाथ के बात है, जनता प्रयास नहीं कर लगे। मरे से पहले इतने चीज में तो हम ढुक्क रहे ना, जे चल भाई देश के लिए हम एक प्रयास कर लिए। धनुषा क्षेत्र नम्बर 3 बाट तपाईले जसरी उम्मेदवारी दिनुभयो, यहाँ त एकदम ठुलो बाघहरू छन्, ठुला एकदमै पञ्जाका बाघहरू छन्, उनीहरुबाट कतैबाट धाक धम्की आएको छ कि छैन कि पत्रकारहरुबाट तपाईले पछाडी हट्नुस् भनेर हैन? पछाडी हट्ने दबाब आएको छ उम्मेदवारहरुबाट। उम्मेदवारहरुले के भनिरहेछ, दिवाकर एक बेर छोड द, नेक्स्ट टाइम त तोराले पुरै बाटो क्लियर रहथे, उम्मेदवारहरुले भनेछन्। उम्मेदवारका कार्यकर्ताहरुले मलाई धम्की किन दिइरहेछन् फोनमा भने, फोनमा उनीहरुलाई थाहा छ म रेकर्ड गर्छु, अनि फोनमा के भन्छ भने दिवाकरजी ल बधाई छ, अफिस कहाँ राख्नु भएको छ, ल तपाई यसपालि केही नभए पनि 2 लाख भोटले जित्नुहुन्छ, जिस्काको जस्तो गर्नुहुन्छ, ल शुभकामना छ। उनीहरुको बोलीमा, उनीहरुको त म आफै बाउ हो, त्यो उनीहरुलाई थाहा छ कि म कस्तो खालको मान्छे हो। मैले भने नि 2-3 वटा कुराले अहिले भर्खरै एकजना उम्मेदवारको इन्टरभ्यु तपाईकै अगाडि हेरिरहेको थिएँ, दिवाकर माथि मुद्दा हाल्न जान्छु रे भन्दै थियो एकजना उम्मेदवारले। म भन्न चाहन्छु त्यो उम्मेदवारलाई, दिवाकरलाई कुन मुद्दा हाल्नुहुन्छ र दिवाकर कुन ठाउँमा दोषी? तपाई उम्मेदवार बनिरहँदा तपाई यति बुद्धिमान हुनुहुन्छ, दिवाकर के मूर्ख छ? कहला चाहिए अहीं के आके की लागल मुद्दा हाल देबे दिवाकर पर, आई भ्रम फैला देबे, मुद्दा हाल देबे भाई, हालू नहीं यार, मुद्दों और से डरा जबे तब दिवाकर किना रहबे।
जसरी चुनावमा मान्छे लड्ने आँट गरेपछि चुनावमा हुमिसकेपछि होइन मान्छेलाई त विभिन्न अफरहरू आउँदो रहेछ लाखौँ करोडको कुनै बिजनेस व्यापारबाट कतै यतातिरबाट अहिलेसम्म दिवाकर पत्रकार दिवाकर शाहनेरी कति त्यस्ता अफर आएको छ कि छैन कुनै बिजनेस व्यापार यस्तो छ बिजनेस व्यापारबाट त होइन विदेशमा रहेका नेपाली युवाहरूले कोही मलेसियाबाट कोही कतारबाट विभिन्न ठाउँबाट व्हाट्सएपमा भनेका छन् दाइ हामी यतिजना नेपालीहरू छौँ हामीले धेरै लाई सहयोग गर्छौँ तपाईँको क्युआर पठाउनुहोस् हामी नेपालीहरूले केही सहयोग गर्छौँ देशका विभिन्न भागहरूबाट अब होला कतिले तपाईँ यति के विश्वास गर्नुहोस् भने मलाई विश्वास छ यदि म मेरो ब्याङ्कको खाता नम्बर सार्वजनिक गरिदिएँ भने निर्वाचन आयोगले तोकेको रकमको मलाई लाग्छ कमसेकम 10 गुणा बढी पैसा आइहाल्छ अनुदान आउन सक्छ आउँछ तर म त्यो पैसा लिएर गर्ने के पहिलो कुरा मलाई त यस्तो त खर्च हुन्छ नि ब्यानर प्रचार प्रसारण गर्न एउटा कुरा भन्नुस् न म यहाँ बसिरहेको छु नि तपाईसँग मेरो एउटा पनि झन्डा हेर्नुभयो हैन अहिलेसम्म त हेरेको छैन म बसेको गाडीमा झन्डा हेर्नुभयो हैन हैन यस्तो छ म अहिलेसम्म एउटा पनि झन्डा बनाएको छैन तर जनकपुरका युवाहरूले पार्टीका युवाले फोन गर्छन् दाइ हामीले 2000 झन्डा अर्डर गरिसकेका छौँ अनि झन्डा बनाइसकेका छ रेलवे स्टेसन नजिकको एउटा भाइ छ नाम म बिर्सेँ उसले 2000 झन्डा बनाएर हिजो हामीले बोलाएको थियो मसँग सोधेको पनि छैन बुझ्नु भएन अनि यस्ता मान्छेहरू छन् भन्छ दाइ पोस्टर कसरी बनाउनु त्यो पठाइदिनुहोस् हामी प्रिन्ट गराउँछौँ अनि मलाई कस्तो लाग्छ भने मलाई खर्चै छैन अनि म के का लागि तपाईँसँग पैसा लिनु मानव छैनिक म लिन्छु तपाईँले मेहनत गरेर कमाउनु भएको अस्ति भर्खरै एउटा भाइले मलाई 5 लाख रुपियाँ एउटा कोचिङ इन्स्टिट्युट चलाउँछ जनकपुरमा त्यो भाइले मलाई के भन्यो भने दाइ म मेरो एकाउन्टमा 6 लाख समथिङ छ 5 लाख रुपियाँ तपाईँले दिन आएको छु हैन मैले भने भाइ ल ठिक छ तपाईँको कुरा जबरजस्ती गरिरहेको थियो पैसा लिनुहोस् कि लिनुहोस् मैले भने यो पैसा खर्च कहाँ गर्ने मलाई त जनतालाई भोट दिने मान्छेलाई त म पैसा मागिरहेको छु त मलाई पैसै दिनु छैन कहीँ गाउँ गाउँमा हजुरबुवाको मेरको मान्छेहरूलाई गएर सोध्नुहोस् दिवाकर आमछाप भनेर थाहा छ हैन मलाई के का लागि खर्च गर्नु पर्यो मेरो छाप एउटा झन्डा नबन्दा त सबैलाई थाहा भइसक्यो मेरो कुन छाप हो अब त्यो ड्रामा चल्दैन जनता निरी म जब जान्छु नि अनि केही भन्नु पर्दैन मलाई बुढो बुढो मान्छेले भन्छ ए दिवाकर त्यहाँ हजुरबुवाको मेरको तपाईँको 70-75 वर्षको मेरको मान्छे जो म यो सोचे यो मान्छेहरू मलाई कसरी चिन्छ उनीहरू त मोबाइल चलाउँदैन अनि भन्छ हम अपन पोता के कहै छी तोर भिडियो सब देखै छी अनि बोलाउँछ ए दिवाकर त्यहाँ अत क्या घुमै छी अतर नै घुमे पर्छ दोसर जग्गा जो त्यो किन भन्छ थाहा छ हाम्राहरुको थाहा छ आम छ अनि म त्यति बेला मलाई लाग्छ कि मत परिणाम जेसुकै आओस् कि त्यो जसले करोडौं खर्च गर्छ नि त्यो उम्मेदवारहरूलाई टेन्सन छ कि मेरो पैसा डुब्छ कि पैसा निस्किन्छ जनकपुर र क्षेत्र नम्बर 3 र मधेसका जनतालाई भन्न चाहन्छु उम्मेदवार यदि तपाईको अगाडि आइरहेछ भने गाडी गन्नु होला कतिवटा गाडी लिएर आएको छ त्यो गाडीमा कति जना मान्छे बोकेर आएको छ र त्यसको खर्च कति हुन्छ खाना खानु पर्यो नास्ता खानु पर्यो चिया खानु पर्यो बेलुका फेरि अलिअलि चाहिने होला अनि त्यो सबै जोडेर हिसाब गर्नु होला कति खर्च हुन्छ त्यो उम्मेदवारको र त्यो उम्मेदवारले तपाईको लागि के गर्न सक्छ त्यो उम्मेदवार चुनाव जित्यो भने त्यो विजय जुलुसमा अबिर लगाउने बेलामा तपाई त्यहाँ जानुहुन्छ कि जानुहुन्न तर यो अनुहार जित्यो भने तपाईको उत्साह कस्तो होला म एउटा कुरा भन्छु म यहाँ कस्तो क्यान्डिडेट भयो भने म आफैलाई पनि भोट हाल्न मिल्दैन तपाईले एउटा कुरा भनौं 2000 झन्डा जुन युवाले बनाएको छ नि त्यो एउटा पार्टीको राम्रै पदमा काम गर्ने मान्छे हो अनि उले के भन्यो भने दाइ मेरो भिडियो नबनाउनु मेरो फोटो नलिनु होला किनभने मेरो आफन्ती नै उम्मेदवार छन् फेरि मेरो बुवालाई भाइजी हाम्रो पप्पा के कहते जे फलना आदमी न कर लगे त्यो आफै एउटा राम्रै युवा हो जनकपुरको उनीले पार्टी भित्र भएका पनि दिवाकरलाई सहयोग गरिराछन् यो कुरा यो महादेवको अगाडि भनिरहेछु म तपाईलाई यो यथार्थ हो र कयौं साथीहरुले यसरी फोन गरे दाइ म के गर्नु मजबुरी छ म घुम्नु पर्छ मलाई पार्टी साटी मतलब छैन तपाईको साथमा छु र अर्को कुरा आज तपाईको मिडियामा तपाई आउनु भएको छ एउटा खुलासा गर्दियौ मेरो क्षेत्रमा यो जुन क्षेत्रको म उम्मेदवार हो क्षेत्र नम्बर 3 धनुषाको एकजना मेयर साहबले भिडियोमा पैसा पनि दिनु भएको छ आशीर्वाद पनि दिनु भएको छ जितको शुभकामना पनि दिनु भएको छ
अब बुझ्नुभयो नि मिलाएर बुझ्नुहोस्, म त्यसको नाम लिदिनँ, तर त्यो भिडियो मैले राखेको छैन, किनभने फेरि पार्टीले त्यो उहाँलाई कारवाही गरिदिएला। कतिपय जनप्रतिनिधिहरू मलाई भेट्नुहुन्छ, त्यो म भिडियोमा राख्दिनँ, उहाँहरू 5-5 रुपियाँ दिनुहुन्छ। अनि भन्छ कयौँ वडा अध्यक्ष त यस्तो पनि भेटेँ, दाइ मेरो भिडियो बनाउनुहोस्, हाल्नुहोस्, मेरो पार्टीले कारवाही गर्छ। म भन्छु त्यस्तो नगर्नुहोस्, म त्यति स्वार्थी हुँदिनँ है। सो म के भन्छु भने स्वच्छ निष्पक्ष निर्वाचन हुनुपर्छ। यहाँ त मान्छेहरूले माफिया गुन्डा कोसँग बम्सरहरू छ, कोसँग ठुल्ठुलो एकदमै ज्याङ्गो मान्छेहरू छ, त्यस्तो मसँग को छ र? कोही छैन, एउटा महादेव बाहेक। अनि म आफै पनि जोखिमहरूमा हुँदा मलाई महसुस भयो कि म माइक क्यामेरामा पीडा देखाउन सक्छु हैन, तर म आफै अन्यायमा परे, न्याय पाउन सकिनँ। अनि मलाई महसुस भयो जुन काम माइक क्यामेराबाट भएन, त्यो काम एकचोटि सदनमा गएर एकचोटि कानुनहरू हेरौँ न, यो देशको कानुनहरू कस्तो छ। म त के भन्न चाहन्छु भने यस्तो कानुन हुनु पर्यो, यदि तपाईँहरूले जिताएको सांसदले राम्रो काम गरेन भने त्यसलाई फिर्ता बोलाउने त्यो विधान पारित हुनु पर्यो। त्यस्तो टाइपको कानुन बन्नु पर्यो। एहन कानून बनने परले जे मेयर के यहाँ जीते लिए, जे सांसद के यहाँ जीते लिए, जे प्रदेश सांसद या जे वडा अध्यक्ष के जीते लिए उ निक काम नहीं करलकै त जनता ओकरा फिर्ता बोलावे। तेहन किसिम के कानून बने। अगर हम निक काम नहीं करबे तो हमरो जनता फिर्ता बोले। अब कते लोग में ई भ्रम है, अकेला दिवाकर जीत जेते तो की कह लेते, अमरेश सिंह तो जीतल रहे की कह लेते। तो हम कहला चाहिए अकेला दिवाकर पत्रकार में की कर लगे एक बार समझ ले। हमारा कोनो पार्टी के दबाव और कोनो नेता के प्रभाव नहीं रहते, स्वतंत्र रूप में निक विषय उठे भाई राम्रो कुरा उठाए भने तो पक्ष होस् कि विपक्ष होस् सबैले मेरो साथमा टेबल ठोक्छ हैन। यदि राम्रो कुरा उठाए मैले र त्यो कुरामा यदि कुनै सांसदले टेबल ठोकेन भने जनताले त बुझ्छ नि दिवाकरले कुरा राम्रो उठाएको थियो, तर अन्य सांसदहरूले पार्टीले गर्दा टेबल ठोकेन अनि त्यसपछि त जनताले ठोक्छ नि त हैन। म पहिलो यस्तो सांसद बन्ने छु कि जितेर म हरेक महिनाको एक दिन जानकी मन्दिरको प्राङ्गणमा जनतासँग एउटा कार्यक्रम राख्छु जसमा म हरेक पत्रकार हरेक नागरिक को कैमरा खोल्न भन्छु। हम वचन दैछि अगर हम जीत गेली तो हरेक महीना के एक दिन या 2 दिन हम जानकी मंदिर के प्रांगण में एक भेला रखबे जत जनता के समस्या वही जगह से हल करे के प्रयास करबे। और कैमरा के अगाडि में जत मात्र मीडिया के कैमरा नहीं वो तो जनताओं के कैमरा रहते, वो तो हमरो और के प्रतिनिधि रहते और हम सब जनता के बीच में रहबे। हम ई वचन दै छी। अहाँ के सांसद हमरा खोजेला काठमांडू नहीं जाए पड़त, हम सब जानकी मंदिर रहब और हर एक नगर पालिका में एकटा हम सब डेस्क रखबे जत सीधा अपन कंप्लेन करूँ, अपन गुनासो करूँ और 7 दिन के अंदर में वो कंप्लेन के पर सुनवाई हेते, नहीं समस्या समाधान नहीं सुनवाई भ जेते। मतलब ये अब मान लियो कतो रोड या कोनो भी पुल नहीं बनले 7 दिन के अंदर केना बनते, नहीं बनते। कोनो स्कूल में निक से शिक्षा नहीं भरले। ए जनकपुर की मेन समस्या सब की है, युवा सब बेरोजगार सब कत है विदेश में है युवा सब। कृषि देखो, कृषि की अवस्था देख लियो, खाद मल की अवस्था देख लियो होने, अस्पताल की अवस्था देख लियो होने, स्कूल में जाके देखो तो पहिले तो सबै आवाज उठाउनु भएको त्यही त भनेको स्वास्थ्य शिक्षा सडक सबै कुरामा मैले देखेको छु। त्यही भएर मलाई कसैले आएर भन्नु पर्दैन यो दिवाकर जी यो स्कुलको अवस्था यस्तो, तपाईले नभन्दै म पुगिसकेका हुन्छु। अहिले आज चुनावसम्मलाई सुरक्षाको कारणले हामी राति चाहिँ फिल्डमा गइरहेका छैनौं, तर चुनावमा निर्वाचित भयो भने राति कि दिउँसो जति बेला पनि फिल्डमा हुन्छौं। अहिले त कस्तो छ भने तपाई हेर्दै हुनुहुन्छ यो युवा साथीहरू मात्रै हुनुहुन्छ। अब अहिले 4 जना आएर ए यो त उम्मेदवारी किन दिस भनेर हामीलाई हिर्कायो भने, आक्रमण गर्यो भने यहाँ सुरक्षा पनि छैन। अनि त्यही पनि तपाईको सुरक्षा भनेको त जनता हो। मेरो सुरक्षा जनता नै हो र मेरो उम्मेदवारी कसैलाई हराउनको लागि होइन। मेरो उम्मेदवारी कुनै पनि पार्टीका उम्मेदवारलाई हराउनलाई होइन, मेरो उम्मेदवारी जनकपुरलाई जिताउनलाई हो, यहाँका जनतालाई जिताउनलाई हो। विश्व प्रसिद्ध जानकी मन्दिरको अवस्था हेर्नुस् न, अहिले यहाँको जति पोखरीहरू छ त्यसको अवस्था हेर्नु न, जनकपुरकै अवस्था हेर्नुस् न के छ र यहाँ। जानकी मन्दिर जान्छ मान्छे टिका लगाउँछ सोचेर जान्छ ओहो जनकपुर जान्छु मा जानकीको दर्शन गर्छु, त्यसपछि कहाँ जाने। होटल व्यवसायहरूको अवस्था हेर्नु न, होटलहरूको अवस्था के छ। पर्यटनमा यहाँ कति सम्भावना छ तर त्यो पर्यटनहरूलाई हामी व्यवस्थित गर्न सकिरहेका छैनौँ। पटक पटक नेता जित्छ, पटक पटक नेता जित्छ,
यार एकचोटि यस्तो मान्छेलाई पनि जिताउन यदि जसले कसम हरेक कुरा बुझेको ल छ। मेरो क्षेत्रमा दिवाकर यदि म जनता भएको भए नि म आफूलाई भाग्यमानी ठान्थेँ कोही यस्तो पनि आएको छ म आफूलाई ठुलो बनाउन खोजेको होइन तर यहाँ विभिन्न खालका टिका टिप्पणी गरेर अल्झिने जनताको मुद्दा छैन अनि के गरिदिन्छ अब थाहा छ यी हेर्नुहोस् यो पत्रकारले यो हाफ बन्डी किन लगायो यो जाडोमा होइन अब त्यही न्युज बताइदिन्छ यो जिन्स प्यान्ट किन लगायो त्यही न्युज बताइदिन्छ भाइ मुद्दाको विषय उठाउनु पत्रकार साथीहरू जनताको धेरै समस्याहरू छ दिवाकरको यो ज्याकेटमा र यो जिन्समा टाइम खेर नफालौँ जति समय तपाईँ मेरो समाचार बजाउन लगाउनुहुन्छ त्योभन्दा त्यो समयमा कमसेकम कुनै एउटा जनताको कल्याण गरिदिनुहोस् न क्यामेरा माइकबाट हेर्नुहोस् न तपाईँ नै हिरो भइहाल्नुहुन्छ जनताको पीडा बोलिदिनुहोस् न म आज कसरी भएको छु जनताको पीडा बोलेर